नमस्ते। म चाहिँ सन्देश पाण्डे प्रदेश नम्बर 7 कञ्चनपुर मोहननगरबाट। म चाहिँ अहिले अमिटी कलेजमा अध्ययनरत छु। BSCM ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्टको चाहिँ 7th सेमेस्टरमा अध्ययनरत छु। म चाहिँ निकै आभारी छु हाम्रा गुरुहरूप्रति, युवा नेपाल समितिप्रति, जुन गुरुहरूले चाहिँ मलाई यो अवसर दिनुभयो, पहिलोचोटि हरिद्वार जाने अवसर दिनुभयो, त्यसको लागि निकै आभारी छु। अनि मलाई लाग्छ योग चाहिँ हामीले शारीरिक रूपमा नभएर मानसिक रूपमा पनि स्वस्थ हुनको लागि निकै नै लाभदायक छ। अनि म चाहिँ जुम मिटिङमा निरन्तर जोइन भइराखेकै छु, बिहानको सत्र र साँझको सत्रमा चाहिँ। अनि जो दाजुभाइ दिदीबहिनीहरू चाहिँ जुन मिटिङमा उपस्थित हुनुभएको छैन, तिनीहरूलाई चाहिँ आह्वान गर्न चाहन्छु जुम मिटिङमा जोइन हुनु। हामीलाई चाहिँ निकै लाभदायक कुराहरू सिकाउने गर्दछ हाम्रा गुरुहरूले। अनि मलाई चाहिँ लाग्छ योग चाहिँ हामीले चाहिँ विभिन्न कम्युनिटीहरूमा, विभिन्न सोसाइटीहरूमा चाहिँ फैलाउन जरुरी छ। किनभने त्यसले चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वस्थ राख्ने काम गर्दछ। एकदम रिफ्रेसमेन्ट ल्याउने काम गर्दछ। अनि जुनले चाहिँ हाम्रो पढाइमा इम्प्रुभ हुन्छ, जुनले चाहिँ हाम्रो लाइफस्टाइलमा चेन्जेस आउने गर्दछ। हजुर, धन्यवाद।